च्यानल फेरि पनि आइसकेको छु नबडी लिएर र तपाईहरुको एलन वाइटीले आजको भिडियोको टाइटल हेरेर थाहा पाइसक्नु होला हैन अब टाइटल चाहिँ यस्तै नै हो अब न्यू प्र्याङ्क गरौँ के कस्तो हुन्छ हेरौँ है त ल स्टार्ट 1v1 मा चाहिँ म न्यू प्र्याङ्क गर्छु हेरौँ के कस्तो हुन्छ म चाहिँ फेरि अहिले चार्जमा राख्दै खेलिरहेको छु ए न्यू प्र्याङ्क पो हो त है अब नुब जस्तै हिड्न पर्यो नुब जस्तै गर्न पर्यो हैन गाह्रो छ नि एकछिन त चार्ज त नराखौँ यार अहिले पड्क्यो भने मा गाह्रो पो हुन्छ त के रहेछ नाम लोसाङ नाम लोसाङ ल लोसाङले मलाई मारिसक्यो म 4 राउन्ड चाहिँ दिन ओए इमोट देखेर हा केही छैन अहिले म देखाउँछु नि यसलाई म 4 राउन्ड चाहिँ हैन 3 राउन्ड चाहिँ हराउन सक्छु 3 राउन्ड चाहिँ यसलाई जित्न दिन सक्छु त्यो भन्दा माथि दिन सक्दिन म मलाई त डेजर्ट इगल देखेपछि किन मलाई त डेन्जर हान्न मन लाग्छ यार वान ट्याप हान्दिम जस्तो हुन्छ ल अब आइज ल है गाइस म चाहिँ 4 राउन्ड जित्न दिन्न किनभने अब 4 राउन्डमा चाहिँ रिस्क हुन्छ नि त अब त्यसले नै मार्दियो भने त अब गाह्रो पर्यो ल यसले इमोट लेखा छैन हामीले पनि इमोट देखिन्छौँ नि हामी चाहिँ के कम छौँ र ल है गाइस म चाहिँ यो वाला गन लिएको छु यसको XM8 हैन XM8 भन्छ नि त मान्छेहरूले त XM8 लाई चाहिँ अब M82B लाई चाहिँ यिनीहरूले अब M82B भनिदिन्छ हैन ओए मैले भन्थे नि गाइस हैन फाइदा चाहिँ यही हो क्या यो वाला इमोट चाहिँ मसँग पनि छ है तपाईहरुले पत्ताउनु होला है त्यसले अघि देखाएको इमोटी या यो वाला इमोट चाहिँ दुईचोटी हिरोइक पुग्यो भने पाइन्छ जोलाई थाहा छैन जोलाई थाहा छैन यो बारेमा त्यही भएर भनिरहेको छु मैले त अब यसले पनि देखायो मैले पनि देखाएँ बराबर भयो के लिन्छ है त ल UMP नाइस UMP मात्र अरु के पनि नलिने लोसाङ नाम पनि गाउँ अब तराईतिरको होला अलि भनौँ न तराई भनौँ न अब बतास बनेर माथि आकाश ओए छी यार गाइस भएन नि त्यो त इट्स नट अ फेयर यार गाइस मैले जित्नै सकिन
युएमपीले एक त मलाई हान्न आउन्न हैन युएमपी मलाई धेरै चलाउन्न अनि अर्को कुरा चाहिँ मलाई अब युएमपी चलाउनै आउँदैन लास्टै गाह्रो लाग्छ त्यही भएर मैले नजितेको अब चाहिँ नो प्राङ्क हैन अब चाहिँ वन वर्स खेलौँ न एक है के डेजर्ट इगल पनि लिग न यार डेजर्ट इगलको जलवा देखाइदिउँ भनेको मेरो भ्युअर्सहरुलाई है एक दुई तीन चार पाँचवटा इमोट रहेछ गाइज अहिले मसँग चाहिँ लास्टमा त यसले पनि मलाई नु प्र्याङ्क गरेर हुने रे तर त्यस्तो हुनेवाला छैन यस्तो भयो भने त अब के गर्ने त नि जित्ने नि अरू के गर्ने तर मलाई जहाँसम्म लाउँछ यसले चाहिँ प्र्याङ्क गरेको होइन होला कि ओइ कपडा चेन्ज गरेर पो आएको थियो त म पनि फेरि वान ट्याप किङ त हो यार गरिन यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने मलाई के भनौँ अब डेजर्ट इगलको टप 30 मा राखिदिनु ल टप 30 मा राखिदिनु ल र आजकल चाहिँ मैले धेरै नै गेमिङ भिडियोहरु बनाउने भएको छु अब गेमिङ भिडियो त बनाउनै पर्यो नि के कसो हो गाइस यो त यतिकै मर्दिन्छ यार मलाई हान्न पनि पर्दैन भिडियो बनाएको अरु के गर्ने युट्युबमा गेमिङ भिडियो रोक्नु अहिले देखाउँछु म मेरो भिडियोहरु र आज चाहिँ मेरो फुप्पूको छोरी आउनु भएको छ माइली हैन के हो तपाईले पो खान लाग्यो के हो तपाईँ खानु हेलो ब्रो तिमी किन अफलाइन गएको उसको टाउको मलाई गाह्रो लाग्छ के यस्तो गर्यो भने चाहिँ पुटुङ पुटुङ वु सक्दैन नि त फेरि यस्तै छ आफ्नो पारा यस्तै छ अब के गर्न सकिन्छ कसले लोसाङले पो पठाएर आइछ गाइस मलाई रिक्वेस्ट र गाइस आजको लागि यति नै है होप हजुरहरुले यो भिडियो मन पर्यो होला मन परेमा सक्दो लाइक शेयर सब्स्क्राइब कमेन्ट है अनि बेल नोटिफिकेसन अन गर्न नबिर्सिनु होला ल बाइ बाइ